नमस्ते टेस्टले यहाँहरूलाई सम्पुट लिपि अनलाइनमा स्वागत छ। अब हामी लद्दाखमा जान्छौँ है। लद्दाख चाहिँ के खासै त्यता खाँदा खाइन। लद्दाखमा अक्षर कतिवटा छ तिनीहरू के हुन् भनेको लद्दाख चाहिँ के टुक देश अनि लद्दाखमा अक्षर 6वटा छ। 6वटा के हुन् भन्दा यिनीहरू हो लद्दाख टुक कालातकला कालातकला खालातला पालातला भालातकला सालातता सालातकधा रालातला रालातकला सालातला सालातकला 6वटा है। अब यो चाहिँ 6वटा मात्रै छ। कालातला कालातला खालातला भालातला पालातला भालातला सालातता सालातधा रालातला सालातला यिनीहरू सबै साउन्डहरू एउटै जस्तो छ। यसको मात्रै फरक छ है। यसको सा ला त धा धा भन्छ। हामीले धावा भन्छ नि जुनलाई धावा भन्छ नि यही हो धावा। मन्डेलाई धावा सा धावा भन्छ नि यही हो धावा। साला त धा हामीले कतिले धावा नभने दावा दावा भन्छ नि दावा भनेको धावा एउटै हो। अनि कतिले अनि धावा धा नभनिकन दा पर्छ नि त्यसले चाहिँ दावा भन्छ। धा परेकोले धावा भन्छ। हुन त एउटै हो अलिकति उच्चारण मात्रै फरक हो। त्यसैले अनि मैले अस्ति भने नि हजुर भनेपछि टिप्टिनमा आउनुलाई ढेवा भन्छ कि धेवा भन्छ गुरु? हजुर ढेवा भन्छ कि देवा भन्छ? टिप्टिनमा आउनुलाई देवा होइन ढलाई ढे बहुत अरे के को देवा देवामा धेरै छ हो। देवा देवा चाहिँ सिंघाम भन्छ नि त्यो देवा आउनु भन्नुलाई आउनु भनेको देवा देबु हिँडे भनेको चाहिँ कि अर्को चाहिँ सन्चै हुनुहुन्छ भने देबु सन्चै हुनुहुन्छ भने देबु हिँडे देबु हिँ भनेको सन्चै छु भनेको। अनि आउनु भनेको चाहिँ फेस्यो सोक भन्छ सोक फेस्यो फेस्यो। अनि सोक भने चाहिँ हामीले त्यतिकै मान्छेहरूले अब हामी साथीभाइ सानो बजारले सोक 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 देशो देशो भने चाहिँ सोक सोक भनेको चाहिँ आउ आउ भनेको देशो भने चाहिँ यता आऊ भनेको ती भनेको देशो भनेको। अनि फेस्यो भने चाहिँ अब ठुलोहरूले मान गरेर फेस्यो फेस्यो भन्छ नि हो त्यो ठुलोहरूले फेस्यो भनेको। अनि धावा चाहिँ मन्डेलै सन्निमा सा धावा सा मिङमा सला सापासङ भन्छ नि त्यो धावा भन्छ नि मन्डेले धावा भन्छ कि तामाङमा पनि धावै भन्दो रहेछ सदा सन्निमा सदावा भनेर निमा धावा मिमा लाक्पा फुरु पासमा पेम्बा भनेर त्यो चाहिँ स्पेलिङ यही हो सला त धा अनि भा एउटा हुन्छ अनि धावा हुन्छ। भालाई चाहिँ फेरि कहिले धावा पर्छ नि त्यो दुईवटा गर्दाखेरि वा पर्छ अनि धाको धा मुन्जुक त्यस पछाडि भा भने त्यसले वा भनेर पर्छ त्यो पछि आउँछ। यो केही कन्फ्युजन हुनु पर्दैन। अहिले मैले यो मेन भन्न खोजेको चाहिँ यिनीहरू सबैको प्रनाउन्स अलि के भन्छ यिनीहरू सबैको उच्चारण अलि सेम सेम छ। यसको मात्रै बेग्लै छ त्यो मात्रै भन्न खोजेको। अहिले हामी फेरि कता कता नजाउँ है फेरि कन्फ्युज हुन्छ। हजुर सालातता कालातकला खालातला पालातला हामीले लामा भन्छ नि यो चाहिँ यो लामा हो लामा लामा भन्छ नि हामीले
लामालाई छा छ लो भनेर हामीले यो भन्छ अनि लामा गुरु भन्छ नि यो लामा पाला त ला मा अनि यो मा हुन्छ यता यता चाहिँ मा हुन्छ यसो गरेर लामा लामा थावा यसरी थावा लापो यो भने चाहिँ अलि सजिलो भन्छ नि इजी हजुर इजी सजिलो त्यसरी अनि यो लामा भन्छ नि पाला त ला मा लामा साला त ता साला त धा राला त ला राला त ला साला त ला साला त ला काला त ला काला त ला खाला त ला घाला त ला पाला त ला भाला त ला साला त ता साला त धा राला त ला साला त ला काला त ला घाला त ला भाला त ला साला त धा साला त धा भाला त ला साला त ला अनि सुरेशजी तपाईँ पढ्नुहोस् काला तकला घाला तकला भाला तकला साला तकदा राला तकला साला तकला बिस्ता राजकुमार बिस्ताजी है काला तकला काला तकला काला तकला काला तकला बाला तकला बाला तकला साला तकदा साला तकला राला तकला राला तकला साला तकला साला तकला अब राजकुमार अर्को चाहिँ तपाईँ म्युटमा छ राजकुमार बी ए हुन्छ गुरु राजकुमार दुईटा रहेछ अनि म त यो अर्को राजकुमारलाई चाहिँ बिष्टजी भनिदिनु न गुरुजी अनि सजिलो हुन्छ हुन्छ बिष्ट पछाडि बिष्ट भनिदिनु कास्टबाट अनि सजिलो हुन्छ सुरु गरौँ गुरु हजुर गर्नुहोस् काला तल्ला अनि गाला तल्ला बाला तल्ला साला तत्ता राला तल्ला साला तल्ला धन्यवाद अनि उमाजी तपाईँ सुरु गर्नुहोस् काला तला काला तला काला तगला काला तला बाला तगला बाला तकला साला तगला साला साला तगला तकदा राला तगला
ताला तला सा लतक सा ताला तला हो लसम। धन्यवाद। आजको लागि यति नै। तपाईँको दिन शुभ रहोस्।